पुरा कालै छ तपाईँ जतिको मान्छे सानो भयो भने अरू को होला यार ठुलो पकौडा पनि पाकिसकेको रहेछ यार मैले यत्रो बोलाउँदा तपाईँ नउठ्ने किन यसरी कम जोरले बोलाएँ स्टार्ट के भयो त्यही भयो म पनि भोलि बिहान नै मार्क्स बनाउँछु। हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग तपाईँहरूलाई स्वागत छ मेरो ब्लगमा। आशा छ सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। आजको भ्लग चाहिँ स्टार्ट म घरको छतबाट गर्दैछु। यस्तो छ बाहिरको सिन चाहिँ। अनि अरू कुरा के हो भन्दाखेरिमा आज चाहिँ के गर्दै हुनुहुन्छ त घरभित्रको भ्लग मात्रै है। तपाईँहरू पनि के कस्तरी घरभित्र गर्दै के काम गर्दै हुनुहुन्छ अहिले गर्मीको मौसम छ होइन के गर्दै दिन काटिरहनु भएको छ। मेरो चाहिँ आजको दिनभरको काम घरमै बसेको भिडियो चाहिँ हुन्छ है ल गाइज। म चाहिँ बिहानै उठेर आएर अनि चाहिँ हाम्रो घरको छेउमा यस्तो छ केराहरूको बोट छ हरियाली छ है। मतलब केही भए पनि 2-4वटा बोट बिरुवाहरू छ। बिरुवाहरूको पनि घरमा होला। अनि मलाई चाहिँ बिहानै आएर अनि घाम लगाइरहेको हुन्छ अनि त्यहाँ छेउमा तल त्यहाँ बसेर हेर्छु माइन्ड फ्रेस हुन्छ। अनि त्यसपछि चाहिँ आफ्नो काम गर्नु लाग्छ। तपाईँहरू चाहिँ के कस्तो गर्नुहुन्छ तपाईँहरूले यस्तो टी कप हुन्छ नि शान्ति बस्ने। यहाँ चाहिँ अब सुर्खेत हो यो चाहिँ है। अब म चाहिँ सुर्खेतबाट बिलोङ गर्छु। यहाँ चाहिँ यस्तो सिन छ सुर्खेतमा त्यस्तो पोल्युसन चाहिँ छैन। काठमाडौँ जस्तो लास्टै पोल्युसन छ नि त काठमाडौँमा त। यहाँ चाहिँ त्यस्तो पोल्युसन छैन। मौसम ठिक्कको छ सुर्खेतमा चाहिँ। घरहरू त्यति बाक्लो पनि छैन। अनि म आफ्नो भान्सातर्फ लाग्छु। मम्मी के गर्दै हुनुहुन्छ हेर। मम्मी मम्मी क्या लाग्नुभयो चटनी। आज के पाके चटनीको लागि मतलब चटनी पिस्नको लागि के पाके र पकौडा। ओ पकौडा खै ल पकौडा पनि पाकिसकेको रहेछ यार। यहाँ चाहिँ चटनी पिस्नको लागि चाहिँ मेटेरियल होइन। म चाहिँ अब यता खाइहाल्नु पऱ्यो तातो। मम्मी यति मिठो कसरी पाक्छ भनेको खै हात देखाउनुहोस् त कुन हातले बनाएको। ओहो खै लिनुहोस् तपाईँ पनि खानुहोस्। पकाएको मान्छेले नखानु भयो होला खानुहोस् ल। उहाँ चाहिँ राम्रो बनाउनुहुन्छ एकदम। चटनी पिस्नको लागि चाहिँ यहाँ मम्मी के अरे त्यसको नाम पतेना। त्यो चाहिँ हाल्यो भने चटनी चाहिँ मिठो हुन्छ मतलब स्वादिलो एकदम हुन्छ। म त्यो चाहिँ टिप्न गइसकेँ। अब त्यो कहाँ चाहिँ छ त्यो मलाई चाहिँ थाहा छैन। अब यो काम मलाई नथाहा भएको कुरो चाहिँ म बजैलाई भन्छु। बजै मम्मीले चाहिँ त्यो पतिना टिपेर ल्याउनु छ अरे। मलाई चाहिँ ठ्याक्कै थाहा भएन हो के कस्तो मैले चाहिँ थाहा छैन कि। यहाँ घरमा चाहिँ हो यो घरमा चाहिँ हो पदिनाको बुट्टाहरू भएको। मैले जान्छु यहाँ बहिनी भर्खर उठेर मुख धुँदै हुनुहुन्छ। यहाँ पनि चटनी के पाक्ने हुन्छ। यो पतिना भन्ने कहाँ छ यो पदिना भन्ने चिज देखाउनु पर्यो एकदम। हेर यो हो नि त यहाँ सिस्टम यहाँ प्याज सरक ओहो यसलाई नै भन्दो रहेछ है पदिना। यो हाल्यो नि त चटनी मिठो हुन्छ अरे होइन। ओक्तो बारीहरू घुम्नु पऱ्यो मैले होइन। यस्तो अनारको बुटो पनि अब अनार फल्छ मेवा कागती त्यहाँ माथि त मेवै पाक्यो यार। खै मेवा पाकिसकेको रहेछ बिदा होइन आज कलेज छ। अनि टक्क मजाको फुल फुल्छ। यो फुल टिप्न चाहिँ नआउनु होला है तपाईँहरू। उहाँ चाहिँ यहाँ फुल लगाउनु भएको उहाँलाई नै हो। यस्तो यस्तो राम्रो फुलहरू बिहान चार्नुहुन्छ उठेर। यता अनारको बुट्टा पनि लाउनु भएको छ उहाँ चाहिँ है। फेरि हजुर उतै मम्मीले फेरि मलाई बोलाइसक्नु भएको छ। मम्मी के भयो अरे भन्नु त ल आयो एकछिनमा। हेलो काका मैले यत्रो बोलाउँदा तपाईँ नउठ्ने किन यसरी
मैले कम जोरले बोलाएँ तपाईँलाई। बोलाइस् बाबु बोलाइस्। आज के छ भन्दाखेरिमा विशेष मम्मीले आज बिहानै पकौडा हाल्नुभएको छ होइन। त्यो पकौडा टेस्टिङ छ आज कार्यक्रम। हामी लागम माथि। आन्टी हिँड्नुहोस् है तपाईँ पनि। यो मटन पकौडा, चिकन पकौडा, भुटन पकौडा कुन हो? मटन चिकन यो भनेको सरप्राइज हो। अहिले हामी त्यत्तिकै बोल्दैनौँ, फिल्डमै गएर देखाउँछ। ओके आन्टी हामी खाना जाऊँ ल। ल आउनुहोस्। एकदम चटनी सटनी बनाइसकेपछि उहाँहरू बसिसक्नुभयो खानालाई। म पनि अब बस्छु। यतै बस्छु त म। अब हुनुहुन्छ आउँदै राम्री हुन्छ क्या राम्री तपाईँ। दिदीले खुवाउने भने होइन? बिहानको नास्ता आज बिहानैको खाइयो टन्न मिठो थियो एकदम। मम्मीले बनाएको तर म्याक्सिमम् मिठै हुन्छ जे चाहिँ। आज पकौडा भन्ने भयो। भोलि चाहिँ अब भोलिको प्लान चाहिँ बिहान सेलरोटी हाल्ने भन्ने कुरा भएको छ। त्यसको लागि म पर्खाइमै छु। चटनी यस्तो चटनी चाहिँ यहाँ मुस्किलले पाइन्छ। रेयर चटनी हो। हल्का हल्का त्यसपछि गएर जिरा भुटेर फ्राई गरेर त्यसपछि गुलबिडा अलिकति पखालेर तेलमा फ्राई गरेर थोरै बेसार। म चाहिँ हेरेको हेरेँ यहाँतिर यस्तो चटनी आज यतै हुन्छ होला मेरो खाना खुवाइ जस्तो छ है कुरोकानी। अब यसलाई काम गर्नु खाना पकाउनु यताउति सिकाएर ओहो यो चटनी लिएर मेरो पनि भात मैले पनि यो चटनी लिएर भात खानु पर्ला जस्तो छ। हामी कहाँ गयो किन्नु खानु लाग्यो। किन्नु धेरै दिन भयो किम्मुको भ्लग हालेको थिएँ मैले। यो मेरो किम्मुको भ्लगबाट सबजना एकदम यो किम्मु भनेर लाग्यो। म फ्यान भएर किन्नु नि अब सन्तोषसँग खानु जाम भनेर है। बुटो माथि छ हामी यहाँ छैन कि भन्ने बच्चा खाएर भइसक्यो क्या भन्नु हो। हेरौँ न एकछिन हेरौँ है। मलाई नि टिपिदिनु है कहाँ गाइस। किम्मु यता छ यहाँ पाकेर चाहिँ लटराउँदै छ। म सानो भयो पुरा कालै छ। तपाईँ जतिको मान्छे सानो भयो भने काका अरू को होला यार यहाँ ठुलो? भनिसक्नु एम टिभी मान्छे खायो भने त होला है। नखानुहोस् के तपाईँलाई म एउटा दुईवटा त म यहीँबाट टिप्दिउँला। यस्तो लामो रहेछ त। म अग्लो छु नि त काका कि यार। हाइट मेरो लगभग केही नभए नि कति 5.8 छ यार। होइन छु। काका चाहिँ एउटा रुख भ्याएर अर्को रुखमा गइसकेका छन्। काका मिठो छन्? मिठो मल भएको एकदम हो। एकदम फर्स्ट क्लास। पाके पनि छ क्या यार। पाकेर छ तर खाना चाहिँ धेरै खायो भने डायरिया बनाउनु हुन्छ। डायरिया हुने ठाउँमा बढी भइसकेको छ काकालाई। त्यही भएर साँझको अवस्था के हुने हो अपडेट मलाई गाह्रो हुने हो हस्पिटल लिने यार। हेर्नु खोइ त्यही भएर एम्बुलेन्स रिपार्ट राख्नु पर्यो हो। त्यस्तो त नहोला जहाँसम्म मेरो उसले इच्छा कामनाले बोटमा जरामा नि फल्दा रहेछ नि। ए पुरै कालै सिनीको फलै होला यार किन्नु भने। भयो धेरै खानु हुँदैन। धेरै खायो भने पखाला लाग्छ जाउँ। खाँदैन अब खाना आएको यार। खाना त आयो कि अब धेरै खायो भने त फेरि साँझ मलाई नै गाह्रो हुने हिसाबले त नखानु न। त्यस्तै खानु त हुँदैन नि। मलाई चाहिँ झ्याउ लाएर म यता घरमा आइसकेँ गर्मी भएर। यो घर भर्खर बनाएर रहेछ। काका भ्याइएन? भ्याइयो कि नै? ल अब लाग्नुपर्छ घर। परको घर चाहिँ मेरो हो। अब म यता किन्नु खाना आएको थिएँ। यो घर भर्खर बनेर सन्तु भ्लगलाई सब्सक्राइब गर्न भन है। बिचराले कसले भनेन पाएर आज मेरो विशेष गरेर खाने दिन नै रहेछ। बिहानै बाटो स्टार्ट भएको खाँदा अहिले आएर यहाँ हामी मेवामा झरिसक्यौँ। विशेष गरेर अर्ग्यानिक फुड। अघि बिहान बोट देखाएको थिएँ
अहिले चाहिँ अब त्यो बोटबाट पाकेको बिहान निकालेर हामी खाँदैछौँ। अनि आज विशेष बिहानबाट कस्तो हुँदो रहेछ भन्दाखेरि स्टार्ट जे भयो त्यही हुँदो रहेछ। म पनि भोलि बिहान नै मासु बनाउनु है। दिउँसोसम्म के राम्रै खुवाइलो हुँदो रहेछ, बिहानै पकौडा खाएको अनि अहिले यो। ओहो ल, खुसी लाग्यो मलाई एकदम। अहिले आज सब काम सकेर, आज दिनभरिको काम सकेर यति नै भ्लग रहेको छ। अब भोलि फेरि अर्को भिडियो आउँछ। यस्तै माया गर्दै राख्नु होला, तपाईँहरूको माया सपोर्ट चाहिरहेको छ मलाई। ल आजलाई यति नै, बाई, हस्।